सो एभ्रीवन आज हामी जाँदैछौँ 1 लाखको सपिङ गर्न। सो गाइज हेर्न सक्नुहुन्छ आज हामी 1 लाखको सपिङ गर्छौँ। के आउँछ त 1 लाखको सपिङमा चाहिँ के आउन सक्छ त मम्मी हेरौँ काठमाडौँ सिटी यो या हामी त क्या कस्तो राम्रो है राम्रो रहेछ ए यो काठमाडौँ सिटी घुम्ने सोच्थ्यो अब पुरा भयो हाम्रो ग्याङ चाहिँ फेरि सानो ग्याङ होइन नि त स्पेसल बबाल भिनाजु ल फेरि एकचोटि या वन्स मोर बबाल के काई फाट्यो सबै तपाईले ज्याकेट भन्नु भने म 4000 रुपैयाँ तिर्छु है त यही ज्याकेट Hello guys, welcome back to my new vlog. Are you all guys find my YouTube family member and I am also fine. के भन्नु भयो दाइ ए उता बाहिर जान लाग्यो सो काठमाडौँसम्म जान लाग्नु भएको मम्मी ड्याडी जापान त्यता यता दिदी हुनुहुन्छ क्या भेट्न जाने हो त्यहाँ भेट्न जान लाग्यो हामी चाहिँ हाम्रो मम्मी बहिनी उता आउँदै हुनुहुन्छ हाम्रो ड्याडी भयो अब दिदीहरू हुनुहुन्छ पछाडि यहाँनिर यही साइडको यता हो यतैबाट जानुपर्छ ल ल ल ल उतै हो क्या एक्ज्याक्ट लोकेसन नरुनु फेरि रुनेन के जहाँ गयो त्यही रुने काम नगर्नु एकैछिन ल म चाहिँ दिदीको रुममा जाँदैछु हाम्रो दिदी फाइनली नमस्कार भन्छ ल लाग्यो अब के गर्नु भन्छ नमस्कार नमस्कार सञ्चार हुनुहुन्छ ल खै दिदी ढोगर फेरि एकचोटि जानु लाग्यो अब दिदीलाई गएर भेटेर जानु पर्यो त एउटा सञ्चार सोल्टिन ल अब लास्ट फाइनल भिडियो हुनसक्छ नमस्कार होइन आउने एकछिन बाहिर हुनुहुन्छ जाम बाहिर हिँड्नु न त ए भित्र फेरि यहाँको ल भान्जी त ल आशीर्वाद छ है राम्रो अब के भन्ने हतार हेर्नु गाडी 4:30 बजेको थियो म यस्तो के बाहिर जाँदा चाहिँ अब स्पेसल यस्तो व्यवस्था छ हतारमा के हो कि टिकाको पनि व्यवस्था आउनु भएको ल अब त्यो अब आएपछि भेट्नुपर्छ टक्क लाएर भन्छ आशीर्वाद छ न केही छैन सोचेको सबै पुरा होस् अरूलाई के भन्नु म आशीर्वाद दिन आउनु ए दिदीको लागि यो भएका दिदी चाबी रुमको चाबी हो तल रुमको चाबी हो होइन अर्को चोटि अब केकमा खाइन्छ हजुर पाउने गर्नु धेरै दिनपछि अब भेट अब कहिले होला होइन ठिक छ ल यहाँ चाहिँ स्पेसल अब बिदाइ हुँदैछौँ हामी सबैजना अब 3-4 वर्ष कति वर्षपछि भेट हुने हो यस्तै त हो अब समस्या फ्यामिली प्रब्लमले गर्दा कहाँ जानुपर्छ त्यही त हो है ल टेन्सन नलिन सब हुन्छ
भेटघाट अब गरौँला के छ र गाडी यहाँ 4 बजेको रोक्याको 4:30 यहाँ बसिसक्यो कति 5 बजे गयो 5 अब टक्क गाडीमा गइन्छ पसिनाको लास्ट चाहिँ आयो दिदीहरूले बानेको फेटा अब टक्क अब 4 दिनपछि टक्क हुन्छ यो भिडियो चाहिँ अलिक अगाडि नै आउँछ अब हामी चाहिँ टक्क बिजनेस नगर्दै आउँछौँ दाजुभाइहरू स्पेसल टक्क लगाएर पङ्कज चाहिँ अहिले काठमाडौँको लोकेसनमा छ टक्क हामी चाहिँ अहिले रुममा आइसक्यौँ हाम्रो अङ्कललाई पनि भेटिसक्यौँ हाम्रो आन्टीलाई भेटिसक्यौँ आन्टी इधर देखो या सही हो अब स्पेसल हामीले चाहिँ टक्क फ्यामिलीलाई भेटिसक्यौँ हाम्रो यता भिनाजुसँग पनि भेट भयो लगभग 2-3 वर्ष भएको थियो भेट नभएको भेट भयो आई एम भेरी ह्याप्पी बिकज आफ्टर लङ टाइम मिट माई भिनाजु ब्रोदर इन होइन ब्रोदर इन भन्दा थाहा थियो तर ठ्याक्कै यस्तो हुन्छ कि दिमाग आउँछ खेसाउन आइदियो कि खान्छु त्यही मेरो फेरि छुट्टी इङ्ग्लिस चलिहाल्छ त्यही हाम्रो ड्याडी मम्मीहरू पनि यतै हुनुहुन्छ ड्याडी ल फाइनली हामी अहिले काँचामार भनिदिनु त एक्ज्याक्ट लोकेसन अलिक काल देखियो कि यता 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 अहिले एक्ज्याक्ट लोकेसन हामी काँचामार भनिदिनुहोस् खै मलाई थाहा छैन लोकेसन कहाँ किर्तिपुर भन्छन् किर्तिपुर पाङ्गा हाम्रो मम्मी चाहिँ यता मोबाइल हेरेर बस्नु भएको छ स्पेसल यहाँ चाहिँ टक्क हाम्रो अङ्कलको यो सबै फ्लाइट बनाउन स्पेसल दामीसँगले यहाँ भइरहेको छ यहाँ चाहिँ पानीको व्यवस्था अब हामी चाहिँ एकछिन यसो मेडिकलहरू चेक हुन्छ अब त्यही हो हाम्रो भिडियो के हो क्या तिमी केटाहरू कहाँ गएको थियो कि गर्मी छ त बाबु फेरि हेर्नु न फेरि खतरा ह्यान्डसम देखिन्छ हल्का अब पातलो देखिन्छ होला फेरि अङ्कलको अगाडिमा त्यही पनि फेरि ह्यान्डसम देखिन्छ फेरि त हुर्के खाँचो त ल्याएरै आएको भनौँ कि हताएर बडी फेरि खतरा देख्यो नि अङ्कल पुरा खतरा हो नि सो अब त्यही हो एकछिन म रेडी हुन्छु जस आज चाहिँ रमाइलो हुन्छ बिराजु च्याट नगर्नु पनि भन्दैछु दादा स्पेसल माई बिग ब्रदर ऱ्याप त ऱ्याप भन्छ कि अब इङ्ग्लिस भन्ने कि अब खत्रै हो क्या खत्रै या अरू फाइन अब म चाहिँ गएँ अन्टिल चाहिँ यहाँ साफसफाइ गर्दै हुनुहुन्छ सो त्यही हो फेरि हाम्रो फ्यामिली चाहिँ एकदम रमाइलो अब काठमाडौँ आइसकेपछि फेरि पङ्कजहरू पढ्दै गर्छ होइन अब म्यानेज गर्नु होला म्यानेज गर्नु होला तर मेरो फेरि भिडियो अति कमेडी भइदिन्छ नि आन्टी आन्टी मेरो भिडियोमा खासियत के छ भनिदिनुहोस् त ठिक छ मेरो भिडियो हेर्नुमा मेन खासियत के छ त पोइन्ट के छ त छोराले जान्न चाहन्छ अनि तपाईँहरू पनि हेर्नुहोस् हाँस्नुहोस् मरि हाँस्नुहोस् अन्त भिडियो चल्दा आमा अब यो भिडियो हालिदिनुहोस् है गाइज हेर्नुहोस् पङ्कज विश्वकर्मा सो फाइनली मम्मी हेर्नु भिडियो आयो मम्मी फेरि यहाँ रुवासी चलिरहेको छ यहाँ 3-4 दिन भएको रुम लाग्यो नरुनु मम्मी तपाईँको छोरो छिटै आउँछ फर्किएर अब के गर्नु यस्तै यो जिन्दगानी होइन केटा मान्छे भएर जन्मिसकेपछि फ्यामिली छोड्नुपर्छ सबै कुराहरू त्याग गर्नुपर्छ उसको लागि अब बाहिर अब देश विदेश पनि जानुपर्छ होइन त्यही त हो अब मिडल क्लास फ्यामिलीबाट जन्मिसकेपछि के गर्नु यस्तै त हो टेन्सन नलिनु तपाईँको छोरा आउँछ एकदम खतरा अब 1-2 वर्षमा आइहाल्ला सायद होइन कति टाइम लाग्दैन होइन रोएर आँखा कानभित्र बसाल्नु भएको रुनेन मम्मी रुनेन हामी आपके साथ कुछ टेन्सन लिएगा नहीं के भन्नु दिदी ल त्यही गाह्रो फेरि नमान्नु अहिले एकछिन म चाहिँ यस मेडिकल गरेर आउँछु अनि जान्छ घुम्न ल सो फाइनल दाजुभाइहरू स्पेसल अहिले चाहिँ टक्क लगाएर म चाहिँ काठमाडौँको सिटीमा छु र मैले दाइलाई भेटिसकेँ सो स्पेसल मैले चाहिँ दाइसँग अब अस्ति लगभग 2-3 हप्ता लास्टै भेट त भइसकेको थियो फेरि पनि भेट भयो होइन अब चाहिँ हाम्रो लास्ट फाइनल भेट हुनसक्छ हो त्यही हो अहिले चाहिँ हामी टक्क लगाएर मेडिकल जान लाग्यो अब मेडिकलमा चाहिँ हाम्रो चेकअप सकेँ अब यता पछाडि हाम्रो मित्रको पनि चेकअप रहेछ अहिले स्पेसल अहिले चाहिँ फेसमा देखाउने अरे हल्का कन्डिसन त्यस्तै अप्ठ्यारो भन्ने ठिक छ त्यही हो अहिले चाहिँ हामी किर्तिपुर अब हस्पिटल जाँदैछौँ होइन हस्पिटलको नाम भनिदिनु त क्या अरे
मेडिसिटर हस्पिटल होइन त्यहाँ चाहिँ अब जापानिज स्टुडेन्टहरूको लागि चाहिँ स्पेसल त्यहाँ चेकअप हुने रहेछ। सो अब हामी त्यहाँ चेकअप गरेर रिपोर्टहरू ल्याएर आउँछौँ। त्यही हो। सो एभ्रिवान आज हामी जाँदैछौँ 1 लाखको सपिङ गर्न। सो गाइज हेर्न सक्नुहुन्छ आज हामी 1 लाखको सपिङ गर्छौँ। के आउँछ त 1 लाखको सपिङमा चाहिँ के आउन सक्छ त। सो गाइज तपाईँहरू राम्रोसँग हेर्नु होला र आज 1 लाखको सपिङमा चाहिँ हाम्रो सबै त्यस्तो अब यस्तो हातमा पहिला पैसा दिन्छ होइन। त्यही हो 1 लाखको सपिङ गर्न जाँदैछौँ। हाम्रो चाहिँ मम्मी स्पेसल हाम्रो दादाहरूदेखि लगेर हाम्रो भिनाजुहरूदेखि लगेर सब हाम्रो अङ्कल पुरै फ्यामिली छ होइन। टक्क रमाइलो गर्दै अब 2-3 दिन छ अब रमाइलो गर्न पनि पछि त एक्लै बोलाउनु पर्ने होला। त्यही हो गाइज होइन। अब हामी चाहिँ टक्क सपिङ गर्न जाँदैछौँ। आज 1 लाखको सपिङ 1 लाख लगेर चाहिँ हामी अब सपिङ गर्छौँ। के आउँछ सामान कति आउँछ अब त्यही अनुसार हामी चाहिँ सामानहरू किन्छौँ। सो यहाँ कुरी यस्तै पेलेन राख्ने अब यस्तै पेलेन त्यही हो। कस्तो के भन्नु छ ड्याडी? केही भन्नु छैन पहिला जाउँ सपिङ गर्न। 1 लाख रुपैयाँ लगाएर गइस बहुत पछुतो लाखा भन्नुहुन्छ कि। त्यही हो है गाइज। अब टक्क लगाएर आज फ्यामिलीको हाम्रो हुन्छ। अब टक्क सपिङ गरिन्छ। अब के कति आउँछ अब के भन्नु यहाँ केही बोल्नै अब त्यस्तो एकदिनमा 1 लाख कसरी सकिँदो रहेछ भन्ने कुरा म हजुरहरूलाई अनुभव गराउँछु भनौँ। अब आज हाम्रो भिनाजुहरूको सबले हामी बिहान हिसाब किताब गर्दाखेरि चाहिँ हामीले चाहिँ अब कपडाहरूको लिस्ट बनायौँ। सो लिस्ट पनि हाम्रो पासमै छ, जेबमै छ। जाउँ भित्र दाजुभाइहरू यस्तो चाहिँ टक्क लगाएर अहिले चाहिँ म काठमाडौँको लोकेसनमा छु। एक्ज्याक्ट अहिले चाहिँ टक्क लगाएर हाम्रो धर्रा सिडी भ्यू हाम्रो आज चाहिँ टक्क फ्यामिली सबै हाम्रो साथमा हुनुहुन्छ। सो हेर्न सक्नुहुन्छ। ए दिदी ए आन्टी छिटो सो फाइनली अहिले चाहिँ हामी टक्क लगाएर धर्रा यो के धर्रा सिटीमा आन्टी यहाँ हाम्रो फेरि टिकटक स्टार छुट्टै छ क्या छुट्टै। त्यही हो दाजुभाइहरू होइन। अब हामी चाहिँ टक्कर लगाएर सपिङ गर्ने एउटा मलमा जाँदैछौँ। अब मलमा चाहिँ गएर टक्कर लगाएर सपिङ गर्छौँ। यो कुन चाहिँ मल हो? यो के मल हो? यो काठमाडौँका मलहरू हेर्ने हो गाइज। हेर्नु काठमाडौँमा भयङ्कर घरहरू देख्न सकिन्छ। सो स्पेसल काठमाडौँ मल हो र यो चाहिँ काठमाडौँ मल स्पेसल। यहाँ चाहिँ यो बिच सेन्टरमा छ। एक्ज्याक्ट राम्रो केटीहरू हेर्नु छ भने स्पेसल यहाँबाट फोकस गरेर हेर्न सक्नुहुन्छ। या मेरो फ्यामिलीहरूलाई चाहिँ म खुस गराउँछु नि त फेरि म। त्यही छ ग्याङ हाम्रो होइन। टक्क लगाएर अब चाहिँ हामी चट्ट धराको गल्लीबाट हामी चाहिँ मल खोज्दै हिँडिरहेको छौँ। 1 लाख रुपैयाँ त्यही हो। अब सपिङ फेरि आज अलिक कडाइ हुनेवाला छ। अब अगाडि थम्ने लिएर थाहा भइसक्यो होला। सो हाम्रो मम्मी ड्याडी चाहिँ अगाडि हिँड्नु भएको छ स्पेसल। या यति हो कि हाम्रो ग्याङ चाहिँ फेरि सानो ग्याङ होइन नि त स्पेसल। बबाल भिनाजु ल फेरि एकचोटि या वन्स मोर बबाल। सो एभ्रिवान हामी चाहिँ टक्क लगाएर काठमाडौँको यस्तो बबाल लाग्यो ठाउँ। मलाई यस्तो बबाल लाग्यो नि आम्मा। हेर्नु क्या दामी छ घरहरू हेर्नु बबाल। मम्मी हेर्नु काठमाडौँ सिटी यो क्या दामी देखिया कस्तो राम्रो के है राम्रो रहेछ। यो काठमाडौँ सिटी आम्मा घुम्ने सोच्थ्यो अब पुरा भयो होइन केही छैन। अब अर्कोचोटि अब आउने बेला ड्याङ लगाएर सबै फ्यामिली अब भने जस्तो टक्क सबै पार्टी सार्टी पनि गर्नुपर्ने हुन्छ। अहिले चाहिँ अब त्यही अनुसार चलिरहेछौँ भनौँ न। क्या दामी त खिगोको यो भ्यू। घरहरू चाहिँ एउटै लेभलको छ एउटै लेभलको। हाम्रो ग्याङ कता छुट्यो जस्तो माने कि अगाडि पानी पऱ्यो। अब हामी छिटो जान्छौँ मलतिर घुस्नुपर्ने हुन्छ है। अहिले कपडा सोरुममा आइसकेको छौँ होइन। अहिले चाहिँ एक्ज्याक्ट भाइले चाहिँ माथि कता लग्दै हुनुहुन्छ। अब हामी चाहिँ ट्राउजरहरू भयो प्यान्टहरू भयो सबै पसलको भित्र अब लन्च पनि किनिसक्यौँ। जुत्ताहरू सबै हेरिसकेका छौँ तल छ। अब एकछिन यहाँ देखाउँछौँ यहाँ त्यो दाइको भण्डारा स्पेसल भनौँ न यसलाई भन्सार जस्तो छ। ट्राउजर देखाउनु त दाइ हेर्नु त झ्याप हेर्नु झ्याप ल चेक अहिले राम्रो खालको बाख्रामा देखाउने किनेर फेरि काहीँ च्यातिया काहीँ फाट्यो। तपाईँले ज्याकेट भन्नु भने म 4000 रुपियाँ तिर्छु है त यही ज्याकेटलाई। तपाईँलाई यो मेरो लगेर जान्छ नि इन्डिया मजाले हालिहाल्छन् नि। यही नर्थ फेसको इन्डियाकै कुरै छोड्दै नर्थ फेसको उयो ठुलो सुकेस निकाल्दिनु छोरा त कहाँ ल यो सुस्केस हाल्नु रत्नपार स्पेसल रत्नपार भनेको चाहिँ काठमाडौँको एकदम फेमस ठाउँ हो।
भनेपछि पपुलर अब यहाँ यस्तो सुन्दर सुन्दर नजाराहरू हेर्न सकिन्छ अब यो चाहिँ यस्तो गुड छ यहाँदेखि न ड्याडी यस्तो कि आमा यो चाहिँ फेरि लकरवाला है एकदम स्पेसल यहाँ चाहिँ यसो लक सक छ होइन हामीले चाहिँ आधी सपिङ गरिसक्यौँ र आधी सपिङ गरेर बाँकी छ स्पेसल काठमाडौँको भ्याली हेर्ने भएपछि फ्यामिली सो ब्युटिफुल नजारा भिनाजु बबाल सो वन्डरफुल हाम्रो फ्यामिली चाहिँ यस्तो पछाडि पर हुनुहुन्छ आजको वातावरण भनिदिनु त भिनाजु कस्तो छ पानी परिरहेछ मौसमले च्यालेन्ज दिइरहेछ होइन तातो मोमो खान गइन्छ तातो आमा बवाल के बवाल काठमाडौँ एकदम बवाल काठमाडौँको परिहरू झन् बवाल सो स्पेसली हाम्रो बहिनीहरू चाहिँ पछाडि छ फेरि यहाँ अलि म एक्लै भयो भने बोल्न सक्छु अहिले म फ्यामिलीसँग छु स्पेसलमा बोल्न सक्दैन म क्षमा चाहन्छु मेरो फ्यामिलीहरूसँग अब हेर्नुहोस् जोडाहरू बसेर टक लगाएर मैखान जस्तो छ अब त्यसलाई चाहिँ मैले फोकस गर्नु भएन किनकि त्यो गाल पर्न सक्छ भोलि बिहान आएर मेरो भिडियो हेरेर उनीहरूले आफूलाई देख्नु भयो भने मलाई गाली आउन सक्छ सो म्यानेज गर्नुपर्ने हुन्छ ल जाउँ गुरु जाउँ सो फाइनल दाजुभाइहरू स्पेसल अहिले चाहिँ काठमाडौँको सिटीमा हल्ला गर्दै पङ्कज गली र चोक के भयो त अनि मेरो भिडियो मेरो मर्जी हल्का आधा सपिङ भइएर अब कोट प्यान्टको तयारीमा छौँ होइन सालाको कोट प्यान्ट नाप्ने कार्यक्रम भइरहेछ अहिलेलाई स्पेसल फेरि यहाँ हुँदो रहेछ ट्रिटमेन्ट रहेछ सो म देखाउँछु नि त पसलको लोकेसन एक्ज्याक्ट तपाईँ जाने विद्यार्थीहरूको लागि स्पेसल आउन सक्नुहुन्छ ट्याग लगाएर स्पेसल बोर्ड काठमाडौँ अब ए रत्नपारको साइड हो रत्नपार सो फाइनल गाइस चटो लगाएर हामी चाहिँ लाग्दैछ गुरुजीको पालो अनुसार ए पालो अनुसार चल्नुपर्ने टक्क लगाएर हामी चाहिँ सपिङ गऱ्यौँ आधा सपिङ चाहिँ गरिसक्यौँ आज अब भोलि चाहिँ आधा आएर सपिङ गर्छौँ हाम्रो फ्यामिलीहरू चाहिँ सबैजना गाडीमा बसिसक्नु भएको छ यहाँ स्पेसल टक्क लगाएर अल माई फ्यामिली तपाईँ हामी साथमै छौँ होइन स्पेसल ए यो हाम्रो फ्यामिली चाहिँ आज सबैजना आएर हामीले चाहिँ सपिङ गरियो भनौँ न अब स्पेसल मेरो चाहिँ सपिङ गरियो दामी भयो होइन यस बाँकी छुटेको भोलि आज चाहिँ एउटा सुटकेस भरियो त्यही हो अब भोलि आएर चाहिँ अब यस्तो सपिङ गर्छौँ आज के छ अब भोलि चाहिँ त्यही ट्याक मिलाएर सपिङ गरिन्छ सो गाइज अब चाहिँ हामी घरमा जान्छौँ कस्तो सपिङ गऱ्यो नि त घरमा गएर देखाउँछौँ स्पेसल आज भाइहरू स्पेसल अहिले चाहिँ चटो लगाएर पङ्कजले चाहिँ कपडा चेन्ज गरेर पनि टक्का लगाएर पङ्कजले सपिङ गरिसक्यो आजको सपिङ चाहिँ कस्तो भयो किन त्यो हालत भन्ने केही हुन्न हामी चाहिँ चट लगाएर यहाँ चाहिँ अब हाम्रो सपिङ भइसक्यो आज के कस्तो सपिङ भयो त आज चाहिँ अब मलबाट ट्याक्क सबै कपडाहरू उतार्यौँ अब भोलि चाहिँ फेरि एकदम सस्तो भन्नेवालामा जानु सक्छौँ हामी होइन यदि हुन्छ नि अब आज कति केजी हुन्छ त्यो सामान अनुसारको हामी चाहिँ डिल हान्छौँ हाम्रो चाहिँ सामानहरू एक्ज्याक्ट अब आइसक्यो भनौँ न यस्तो ओहरू ट्र्याकहरूदेखि लगेर हुडीहरूदेखि लगेर अब हाम्रो चाहिँ सुर्केसभित्र छ भने छ है सुर्केसभित्र पनि एकदम स्पेसल सामानहरू छ अब कस्तो कपडाहरू छ हाम्रो दाइले चाहिँ एकदम स्पेसलसँग देखाउनुहुन्छ सो त्यही हो माया चल हेरेर बक्सिङको कपडा किने बाँदर नि कति रुपियाँ हाल्यो यसले खै भिडियो अब यस्तो न ए लक हान्नु यो फेरि लकवाला है एकदम स्पेसल लकवाला यहाँ फेरि नचल देखाएर ल न यस्तो राम्रोसँगले इनबक्स हुँदैछ है अब यस्तो तातो न्यानो कपडाहरू लिएर जानुपर्छ सो स्पेसल तातो जाने मान्छेहरूको लागि चाहिँ एकदम राम्रो
बेस्ट जग्गा चाहिँ यो सक्छ यहाँ सोलर भोलि एउटा किन्न छ त नि यो जुत्ता यो आज यो वाला हो यो जुत्ता मिलेन है अहिले हाम्रो यो पनि राम्रै हो होला तल हल्का चाहियो छोटो बहिनी अर्को जोडी खाला टिबिएल हो काला 100 मा गरेर लिएर आएको बाहिर दगुर्दै ₹2200 रुपैयाँ यो ट्रायल मलाई यही पाइट मन पर्यो घट्दैन यो 2600 कति ल्याउनु यता पनि मान्नु देखाइ त भोलि आउने भाइ चक्कुले काटेर बनाएको कस्तो के हैन यो उन्नति भन्दा सानो हुनु यस्तो खालको आएर यो के सक्यो भक्करै उन्नति भन्दा कति देखिनु बाला देखिनु भयो त्यस्तोमा सो फाइनल दाजुभाइहरू ल आजको सपिङ चाहिँ यति नै हो है स्पेसल यहाँ चाहिँ अब टक्क लाएर सो फाइनल दाजुभाइहरू त्यही हो अब आज सपिङको भिडियो चाहिँ यतै नै इन्ड हुन्छ त्यही हो माया छ सबलाई अब के भन्नु होइन अब त्यही हो अब आधा सपिङ आज गरियो अब आधा सपिङ चाहिँ भोलि हुनसक्छ सो त्यही हो गाइज भिडियो मन परायो लाइक सेयर सब्सक्राइब गर्नुहोस् ड्याङ लाएर यति नै हो फ्यामिली हाम्रो स्पेसल है चट ल नेक्स्ट भिडियोमा मिल्दै जय नेपाल माया गरिदिनु है सबले